दर्शकबिन हामी अहिले गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 6 भलाइचौर स्थित दिनबहादुर थापाज्यूको घरमा छौँ र करिब 7 वर्षदेखि आफ्नै घरमातिर लडेर मेरुदण्ड भाँचिएको उहाँको करिब 7 वर्ष भइसकेको छ र अहिले न हिँड्न सक्नुहुन्छ न चल्न सक्नुहुन्छ। उहाँको अवस्था यस्तो छ दर्शकबिन। त्यसैले आर्थिक अवस्था कम भएकै कारण उहाँको उपचार हुन सकेन। त्यसैले अहिले विभिन्न ठाउँबाट चाहिँ उहाँहरूको चाहिँ जस्तै खानाको लागि भए पनि थोरै गरेर केही सहयोगहरू गर्दै हुनुहुन्छ भने आज सहयोग गर्ने क्रममा हाम्रो समाज जागरुक अभियान समिति पनि हामीसँगै हुनुहुन्छ। उहाँहरू गुल्मी दरबार गाउँपालिकाकै भित्र हुनुहुन्छ भने सहयोग गर्छौँ भनेर आउनुभएको छ र हाम्रा अभियानका चाहिँ अध्यक्षज्यूसँग म केही बोल्न गइरहेको छु। अध्यक्षज्यू नमस्ते। हजुर नमस्कार। हजुरको शुभ नाम? मेरो दिलबहादुर सुनार हो। दिलबहादुर सुनार यस समितिका अध्यक्ष हुनुहुन्छ भने उहाँहरू कार्य समितिका पदाधिकारीज्यूहरू पनि हुनुहुन्छ हामीसँग र हजुरको स्थापना भएको चाहिँ 2080-65 भनेर हाम्रो ब्यानरमै देख्न सक्छौँ दर्शकले। अनि के देखेर आउनुभयो नि यहाँ हजुरहरू? हामीले एकदम पीडा भयो। अब यहाँ 7-8 वर्षदेखि अब बिस्तारमा हुनुहुन्छ भन्ने हामीले पोहोर परारदेखि हामीले सोचिरहेका थियौँ। हाम्रो आर्थिक अवस्था किनभने एउटा बजेट थोरै भएको हुनाले हामी 3 वर्ष हामी भैलो खेल्न सफल भयौँ र यो हजुरहरूको खास चाहिँ यो अभियान तपाईँहरूको भैलो खेलेर जम्मा भएको पैसाले तपाईँहरूले यसरी दुखी पीडितलाई सहयोग गर्दै आउनु भएको छ। भर्खर स्थापना भएकै बल्ल लगभग 1 वर्ष 2 वर्ष जति 1.5 वर्ष होइन। अपुरको देख्दाखेरि अपुरले अब पाडा काट्ने, खसी बोका काट्ने, अब जाँड रक्सीमा उडाउने गर्नुहुन्छ। हामीले बच्चाहरूलाई समेटेर ल्याएर हिँडेर त्यो बच्चाहरूलाई पनि हामीले नखाइकन हामीले उहाँ बच्चाहरूका सल्लाह अनुसार हामीले कोषमा राखेर यो एकदम हजुरले चाहिँ पुण्य काम गर्नुभएको छ। यो प्रति सम्मान छ। हजुरहरूले सायद हाम्रो मोहन बस्नेत पनि अस्ति आउनुभएको थियो दर्शकबिन। तिहारको समयमा उहाँको यो अवस्था देखिसकेपछि र हजुरहरूले पनि देख्नुभयो होला सायद मोहन बस्नेतज्यू पनि आउनुभएको थियो। उहाँले चाहिँ भिडियो राखिसकेपछि धेरै साथीहरूले विदेशबाट पनि सहयोग गर्दै हुनुहुन्छ र हाम्रो यही गुल्मी दरबार गाउँपालिका 4 पालाबाटै हुनुहुन्छ हाम्रो यो अभियानकर्ताहरू चाहिँ। उहाँहरूप्रति विशेष सम्मान छ। आज उहाँहरूले चाहिँ कम्तीमा पनि 5,500 को सहयोग गर्दै हुनुहुन्छ। भन्नुभएको छ कि दर्शकबिन 3,000 2,000 कति 3,500 को खाद्यान्न र 2,000 क्यास गरी करिब 5500 को चाहिँ हामीले राहत उपलब्ध गराउँछौँ उहाँको अवस्था देखिसकेपछि भन्नुभएको छ। अब के छ 5,5500 को त सहयोग गर्नुहुन्छ हजुरले। रासन पानी 3,500 को रासन पानी दिनुभयो है। ल दर्शकबिन हेर्न सक्नुहुनेछ यो मनकारी मनलाई विशेष धन्यवाद छ तपाईँहरूको सम्पूर्ण टिमलाई र अलि हस्तान्तरण गर्दै हुनुहुन्छ उहाँले 2,000 उहाँले माछा मासु खानु होला भनेर बिरामीलाई हजुरले है त। अनि के भन्नुहुन्छ हजुरलाई माया गरेर यसरी चाहिँ हजुरलाई सहयोग गर्न आउनुभएको छ उहाँहरूप्रति के भन्नुहुन्छ हजुरले? मैले के भने राम्रो धर्म होस् होइन, धर्म होस्। हजुरको सन्तानलाई सधैँ फलोस् जस्तो भैलो खेल्दा त्यही आशिक दिनुहुन्छ र उहाँहरू जम्मा भएको पैसाले हजुरलाई सहयोग गर्दै हुनुहुन्छ। एकदम खुसी हुनुहुन्छ जी होइन? खुसी छु म। यो दुखी स्वास्थ्यको शुभकामना, दीर्घ आयुको शुभकामना होस्, राम्रो होस्, चाँडैभन्दा चाँडै निको होस् भन्ने हामीले यो अभियानले हामीले हजुरलाई आशीर्वाद दिन चाहन्छौँ। हजुर धन्यवाद होस् सबैलाई राम्रो आउने सहयोग गर्ने। दिदी हजुरले पनि आमा हजुरले पनि उहाँको राम्रो स्याहार सुसार गर्नु होला। फेरि पनि उहाँहरूले हजुरले राम्रोसँग स्याहार सुसार गर्नुभयो भने फेरि पनि आउनुहुनेछ उहाँहरू है। हजुरले पनि सक्दो प्रयास गर्नु पर्यो। काम गरेर हुन्छ कि खेती किसान गरेर हुन्छ कि हजुरले पनि प्रयास गर्नु पर्यो। फेरि सबै मलाई सहयोग गर्छन् भनेर त्यत्तिकै कामै नगरिकन बस्नु होइन है। हजुरले त्यो पनि ख्याल गर्नु होला। आफूले पनि गर्नुपर्छ र हजुरलाई अप्ठ्यारो परेको बेलामा हामी छँदैछौँ र उहाँहरू यस्तो व्यक्तित्वहरू मनकारी व्यक्तित्वहरू सधैँभरि हजुरको चाहिँ सहयोगको लागि
आउनुहुनेछ गर्नुहुनेछ भन्ने हामीले पनि आशा गर्न चाहन्छौँ र हजुरहरू सम्पूर्ण टिमलाई विशेष विशेष धन्यवाद छ फेरि पनि हजुरको यो सहयोग सधैँभरि रहनेछ भन्दै हामी बिदा हुन चाहन्छौँ।